हेलो गाइस, गुड मर्निङ है। गुड मर्निङ गाइस। म चाहिँ यहाँनिर मर्निङ वक गइरहेको छु। हेलो आसेङ, मर्निङ। पानी हाल्नु भएको? म पनि लाग्यो यहाँनिर काममा। अहिले हाम्रो आसिङले पुरै बिहानै पानी हाल्नु हुँदो रहेछ गाउँमा। त्यसले साग फलाएर पुरै। यो चाहिँ हो हाम्रो अगाडिको दृश्य है। मैले अलवेज देखाइरहेको सिङ्गल इयरिङ्स, टाइगर हिल, चेग्रा। हाम्रो आसिङले यहाँ तल बारीमा पानी हाल्नु मजाले साग फलाउनु भएको छ। सम्लिसो यो पारेको टिस्टा भेली हो है। अनि यहाँ चाहिँ सनराइज अलरेडी भइसक्यो कि हुनेवाला हो। सनराइज अलिक ढिलो हो कि भइसकेको जस्तो लाग्यो मलाई, किनभने 6 मा त भइसक्नु पर्ने। त गाइस, म चाहिँ तपाईँको यहाँनिर अहिले सानो जस्ट अलिक छिटो उठ्यो, सबै छिटो भइहाल्छ। 5 बजी उठेँ, फ्रेस खाएँ, सबै गरेर चाहिँ अब अलिकति नर्मल मर्निङ वकहरू चाहिँ एक्सर्साइज अलिकति ढिलो हुन्छ। आज अलिकति छिटो भयो गाइस। सनराइज चाहिँ मलाई लाग्दैछ अब निक्लिनु आँटेको जस्तो लाग्दैछ गाइस है। ओके, सो गुड मर्निङ एभ्रिबडी, सबैलाई है, सबैलाई गुड मर्निङ। म चाहिँ यहाँनिर अलिकति आज अलिक छिटो उठेर चाहिँ अलिक टाइम कभर भएर चाहिँ त्यो पर एउटा हाम्रो जग्गा छ, त्यहाँबाट सो यो सानो ब्लग गर्ने, मर्निङ ब्लग। अनि अन्त त्यहाँ अलिक भ्याली अलिकति होइन, भ्याली हल्का क्लाउड्सहरू पनि देख्छ यहाँनिर है। यो जुन म हिँड्दैछु यो चाहिँ पहिला चाहिँ अब हाम्रो यो खतरा हाइवे हो पहिलाको चाहिँ। यहाँबाट चेग्राबाट टिस्टा जाने चाहिँ एकदम खतरा, एकदम स्टेट हाइवे जत्तिकै हो पहिलाको। अहिले चाहिँ अब डेभलपमेन्ट भएर चाहिँ अब सबै रोडबाटै जानुहुन्छ। पहिला चाहिँ हामी वक गरेर जान्थ्यौँ टिस्टासम्म, त्यहाँबाट मात्रै सिलगढी जाने गाडी, कालिम्पोङ जाने गाडी त्यसरी चल्थ्यो। स्पेसली चाहिँ यो इस्टको लागि चाहिँ है। अन्त दार्जिलिङको पनि त्यस्तै थियो, सोलिङ बाटो थियो। हामी तक्दा तिनचुलेबाट चढ्नु पर्थ्यो गाडीमा, एउटै गाडी थियो मैले। ओके गाइस, ओके, म तपाईँलाई नि अहिले बोल्नुभन्दा इम्पोर्टेन्ट चाहिँ सनराइज भइरहेको थियो, हेर्नुहोस् है ल। त्यस्तो सनराइज यो मजाको देखियो यहाँबाट है। हेर्नु चाहिँ वाह, यहाँबाट सी है, त्यो फोकस गरौँ हल्का। यस, यो चाहिँ अहिले सनराइज भइरहेको रहेछ लु है गाइस। इट्स सनराइज है, यहाँनिर भइरहेको छ। मेबी होइन, मेरो क्यामेरा इट्स नट सो वेल। हेर्नु चाहिँ सनराइज हुँदैछ यो चाहिँ। तपाईँको यो जुन सनराइज हुँदैछ यो हाम्रो यो जुन लोकेसनबाट, यो चेग्रा योबाट देख्ने लोकेसनबाट चाहिँ त्यो सनराइज हुने ठाउँ चाहिँ यो समथार हो। यो सुरुक समथारको एरिया हो। त्यहाँपछि त्यसको राइट ह्यान्डमा चाहिँ तपाईँको उयो छ, यो पन्बू भन्छ। अन्त अहिले रिनाउन्डमा चाहिँ अब जब होमस्टे टुरिज्म स्टार्ट भयो नर्थ बेङ्गलमा, हिल्समा नर्थ यो होमस्टे टुरिज्म अफ विथ डेस्टिनेसन एन्ड यो होमस्टे टुरिज्म स्टार्ट भएपछि यो जग्गा पनि यो सुरुक समथार, पन्बू डाँडा एन्ड इत्यादि इत्यादि अल देयर्स मेनी मोर प्लेसेस होइन। अनि त्यो चाहिँ एकदम फेमस छ। यहाँबाट चाहिँ स्पेसलीको यसको फेमस छ के भन्छ, यहाँबाट चाहिँ यु क्यान भ्यू कञ्चनजङ्घा फ्रम हियर होम। क्या घरबाटै तपाईँले कञ्चनजङ्घा देख्नुहुन्छ है, विच इज नियर टु सिक्किम एन्ड वी आर नियर टु सिक्किम है, एज अल अफ यु नो है। अन्त यहाँबाट चाहिँ राम्रो दृश्य छ, त्यहाँ पनि दामी दामी भ्यू पोइन्टहरू छ है। प्लस त्यहाँको एडभान्टेज चाहिँ के छ भन्दा चाहिँ तपाईँले त्यहाँबाट चाहिँ यो पनि देख्न सक्नुहुन्छ, के अरे उता डुवर्स देख्नुहुन्छ, टिस्टा रिभर देख्नुहुन्छ है। अन्त अलमोस्ट 360 नै देख्नुहुन्छ तपाईँले त्यहाँबाट। अन्त कञ्चनजङ्घा त छँदैछ है। सो गाइज अहिले सनराइज भइसकेको छ है ल है। उनीहरू त अहिले सनराइज भइसकेको छ है। यो मेरो गाउँ हो, यहाँ गाउँबाट मजाको दृश्य देखिरहेको छ है। यो पारि देख्नु चाहिँ टिस्टा भेली हो है गाइस। यो टिस्टा भेली हो, टिस्टा भेलीको आफ्नो डिपी साइड पनि छ टिस्टा भेली माथि होइन। दुर्पिन डाँडा आफ्नो आफ्नो गाउँ छ यहाँनिर है। धान खेती भन्छ है। त्यहाँदेखि स्लोली मुभ अन भएर यता फेरि यो गेल। तर यो चाहिँ अहिले फिलहाल यहाँ रुखहरूले अलिकति छेक्यो है। मलाई पनि एकदम अरेन्ज खालके ब्याकग्राउन्डमा देख्नुभयो होला तपाईँहरूले, अरेन्ज कलरको राम्रो लाग्यो मलाई। अलिकति अगाडिसम्म जानेछु, त्यहाँदेखि त्यहीँ गएर मेरो ब्लग पनि एन्ड गर्छु। त्यहाँदेखि फेरि म वक ब्याक आउँछु रोडै रोड है। यो चाहिँ अब अफ रोड भयो, अब चाहिँ आउँदा चाहिँ अन रोड। के यो गर्नेछु है म है फ्रेन्ड्स। गाउँको बाटो यस्तै छ, गाउँको बाटोघाटो यस्तै हो है। यहाँ चाहिँ अब हामीलाई चाहिँ हिँड्ने बानी छ पहिलादेखिकै। अब अहिलेको जेनेरेसनले चाहिँ अलिकति साह्रो पर्छ एन्ड आई थिङ्क उनीहरूलाई अलिकति बोरिङ पनि लाग्नु सक्छ। जुन हामी 80s मा जन्मेको
नानीहरू 80sमा अब हुर्केको 80s इभन 90sसम्म है इभन 80s र 90sमा अब बचपना बिताएको केटकेटी नानीहरूलाई चाहिँ अब हामीहरूलाई चाहिँ नानी नै भनौँ न त्यो बेला त हामी नानी नै थियो है त्यति बेला चाहिँ यो बाटो चाहिँ अब हाम्रो लागि चाहिँ एकदम अब यो हिँड्ने बाटो हाइवे भयङ्कर नि अब त्यति बेला त अब त्यो बाँसको गाडी बनाउँदै हामीले काठको चक्का भएको बाँसको त्यो लामो गाडी 2 हातले समात्ने है त्यसमा पनि मान्छे बोकेर कुद्थ्यो यहाँनिर साथीहरू हालेर अनि त्यहाँदेखि फेरि अर्को त्योभन्दा अलिक एडभान्स चाहिँ फेरि यो के भन्छ अब जसले बनाउनु सक्छ अब सबैको घरमा मिस्त्री हुन्थेन काठको चक्का बनाएर त्यहाँ खेल्थ्यो हामी यहाँनिर मर्निङ ड्युटी ए हो निकालिदिनु नि मलाई सुट गरिरहेको छ हुन्छ ड्युटी है अन्त यहाँ चाहिँ हामी के अरे पहिला यहाँनिर के भन्छ अहिले हाम्रो नानाहरू जानुभयो मर्निङ ड्युटीमा आउनुभएको रहेछ अनि यहाँ चाहिँ बनाउनु नसक्नेले चाहिँ त्यो कालो पाइप पनि अब सबै जग्गा एभाइलेबल थिएन कालो पाइपलाई टुटी लगाएर गाँसेर चाहिँ अब साइकल कुदाउँथ्यो अब त्यो पनि भयङ्कर त्यो टाइमको त्यो कालो पाइपको साइकल है एक हातले कुदाउने त्यहाँपछि अलिकति एडभान्स त्यो बाँसको जसको घरमा बाँस र काठको चक्का छ त्यहाँदेखि त्यो बनाउने त्यहाँदेखि थर्डमा चाहिँ त्यो कि 3 चक्के किनभने स्पेसली 3 चक्के अनि त्यो गाडी बनाएर ओह्रालोमा खेल्थ्यो त्यो सबैकोमा एभाइलेबल हुन्थ्यो चाहिँ अब मिस्त्रीले बनाउनु पर्थ्यो अन्त लास्टली चाहिँ जब हाम्रो यो गाउँमा यो बाटो बन्यो ब्ल्याक टपको बाटो बन्यो अलकत्राको बाटो भन्छ नि अलकत्रा होइन ब्ल्याक टपको बाटो बनेपछि अन्त हामी त्यति बेला चाहिँ अब अलिक मोडर्न हुँदो रहेछ जमाना अलिकति बढ्दै जाँदो रहेछ अन्त ब्यारिङ गाडी हामीले ब्यारिङ अलिकति जुटाएर के गरेर ल्याएर ब्यारिङ त्यो चाहिँ खतरा स्पिड पनि ब्यारिङ त इट्स ब्यारिङ होइन त्यहाँपछि अन्त स्कुलको एक दिन नयाँ जुत्ता थियो ब्यारिङ गाडी खेलेको अन्त अलिकति ब्रेक लाउँदाखेरि चाहिँ खुट्टा त्यो सोल चाहिँ परेछ मुनि रोडमा नयाँ रोडमा सोल परेको जुत्ताको सोल त सबै उयो भएर त्यो के अरे घिसिएर त छैन सोल त आधी खाइसकेको छ घरमा आएर धुलाइ भएको छ है सो गाइस म मेरो ब्लगलाई लामो पनि गर्दिनँ तपाईँहरूले बचपनको यसरी स्टोरिजहरू बताउने छु म अनि म चाहिँ जुन भनेको पोइन्टमा चाहिँ यहाँ आइपुगेँ है यहाँ सनराइज मजाले भइरहेको छ क्लाउड त्यति साह्रो छैन हल्का रहेछ यहाँबाट चाहिँ अब टिस्टा खोला पनि देख्छ टिस्टा रिभर है मेरो आँखामा मजाले उयो आइरहेको छ ओके है मजाको आइरहेको छ तपाईँहरूले म अहिले सोरिङ ग्राउन्डसम्म एकछिन लानु पऱ्यो सोरिङ ग्राउन्ड चाहिँ जस्ट हियर है हाम्रो घरबाट एकछिन आइपुग्छ यहाँ माथि हाइवे हो हाइवे मतलब अब स्टेट हाइवे गाउँको भिलेज हाइवे स्टेट हाइवे भन्नुसक्छ यो पोइन्ट चाहिँ एकदम राम्रो छ तर वेन एभर यु आर हियर भेरी केयरफुल होइन स्टिप छ है लाउनु सक्छ जहाँ पनि जेमा पनि अब सेफ्टी फर्स्ट हो नि त है त्यो कसले बिहानै आगो बारेर धुवा आउँदैछ ल गाइस गुड मर्निङ है म चाहिँ तपाईँहरूलाई अब यो अगाडिको दृश्य हेर्नुहोस् है कस्तो देखिरहेको छ है सनराइज पनि ठिक्कै भइरहेको छ भर्खर सनराइज भइरहेको छ है के मेरो उतापट्टि देख्नुभयो मैले सधैँ चिनाएकै जग्गाहरू तपाईँको उतापट्टिको यो तपाईँको गेल हो टिस्टा भेली ओके तपाईँको टिस्टा भेली गेल त्यहाँदेखि चाहिँ अब हाम्रो उयो चटकपुर टाइगर हिल देखिरहेको छ होइन के यो मेरो ग्राउन्ड हो म यतैबाट हिँडेर आएको यो बाँसगाडीबाट सिधै गयो भने हाम्रो ननस्टप पुगिहाल्यो है ल म तपाईँलाई अपोजिटको दृश्य देखाउँछु है ओके फेला चाहिँ मर्निङ भइसकेको छ है सनराइज भइसकेको छ यहाँनिर है आइसकेको छ सनराइज मजाले तल देख्नु चाहिँ डाँडा गाउँ है देख्नुहुन्छ यो बिचमा त्यो बिट्विन चाहिँ तपाईँको टिस्टा खोला तर अलिकति घामको त्यो किरणले गर्दा अलिकति उयो भयो है त्यहीँ बेसी फोकस भएर लाइट आइरहेको छ वान सोर्स भएर त्यहाँदेखि त्यस यहाँबाट टक्क यो देख्ने भ्यू चाहिँ यहाँबाट यस्तो देख्छ भ्यू यहाँ चाहिँ अगाडि कुनै पनि उयोहरू छैन है कुनै पनि अब केही डिस्टर्बेन्स छैन टिल यहाँ बाँसघारीसम्म चाहिँ है म स्लोली म्यानिपुलेट गरिरहेको छु है सो तपाईँहरूलाई यो भिडियोको कस्तो लाग्छ तपाईँ तलतिर पनि गाउँ देखिरहेको छ तल लम्बुङ देखिरहेको छ त्यो सेकेन्ड बिचको पार्ट त्यो लोवर चेग्रा हो है पारि त गेल मैले बताइसकेँ अनि दिस इज द बाँसघारी देयर आई केम फ्रम है यहाँबाट चाहिँ बाटो छ है यहाँबाट बाटो छ होइन अनि यहाँ माथि रोड पनि छ यो नयाँ रोडै हो पहिलाको पुरानो रोड अर्को साइडबाट थियो चाहिँ ब्ल्याक टपिङ भएर यहाँ पनि बनिएको छ ओके अन्त यो अब यहाँनिर सराउन्डिङ्स
अब हाम्रोमा चाहिँ यतातिर चाहिँ ब्याम्बू चाहिँ पुरै हुन्छ है, ब्याम्बू पुरै हुन्छ। यहाँ तल तपाईँले देख्नुहुन्छ डाँडा गाउँ है। म अलिकति सनलाई अलिक उयो गरेर उयो गर्दैछु। डाँडा गाउँको डाँडादेखि तपाईँको यो हल्का उयो आइरहेको छ है, डाँडा गाउँ यहाँनिर उयो आइरहेको छ, हल्का उयोहरू चलिरहेको छ। यो बिचको भ्याली तपाईँको उयो नै हो, तपाईँको यो हल्का बिचमा यो तपाईँको 3 उयो देख्नुहुँदैछ नि सानो फ्लावर, यसको बिचमा हल्का क्लाउड भएको यो चाहिँ तपाईँको टिस्टा है, टिस्टा रिभर हो। यो चाहिँ तपाईँको देख्दै गरेको इट्स अलमोस्ट 27 माइलको अगाडि हो है। ओके फ्रेन्ड्स, तपाईँहरूलाई यति भन्दै मेरो मर्निङ ब्लग यहीँ अन्त गर्न चाहन्छु। अनि अगाडि गएर एक्सर्साइज पनि गर्नुपर्छ। अनि तपाईँलाई म जाँदा जाँदै मेरो सोरेङ ग्राउन्डको दृश्य पनि देखाउनेछु है। ओके गाइज, हेभ अ नाइस डे।